चाहिँ अहिले तपाईको गएको हो हामी यता भुटान गएको भुटान हामी यहाँ साम्चीबाट गएको हो। किन गएको भने चाहिँ यो बहिनीलाई चढाउनु पर्छ, यो बहिनीलाई चढाउ त, यो बहिनीलाई लानुपर्छ। र यहाँनिर चाहिँ सानो समस्या भयो हो, हामीलाई यो हामी चाहिँ यहाँनिर फाइनली एन्ट्री भइसकेको छौँ भुटानपट्टि। गाडी तेल पनि छैन, झिमिक 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 गर्दै छ। लुगाको भाइ भन्छ फेरि कालो लुगा लाउने भन्छ। मसँग हिँड्दा म त्यो त खर्च गरिहाल्छु, तपाईँ जान्छु चाहिँ भन्दैन। म त घुम्नु त रेडी, त्यसलाई त यहाँ मिहिनेत गरौँ भनेर यहाँ कमाउनु पहिला गएर निक्लिनुपर्छ अल इन्डिया। म त निक्लिनै निक्लिनु अल इन्डिया। सोच्नु त फर्चुनर सोचेको, अब कम्प्रोमाइज गरेर अलि ठुलो एक्सतिर निक्लिनुपर्छ। लाग्छ ग्यास ट्याङ्क त अझै लाग्छ। त्यहाँको केयरटेकरमा गयो भने चाहिँ त्यसमा लाग्छ अरे, तर त्यो चाहिँ इएमआईमा लाग्छ अरे। 25 लाख लाग्छ त्यो चाहिँ कति फर्स्ट कति 4.5-5 बिता हुन्छ होइन त्यो केयरटेकरमा जाँदा चाहिँ। होइन यतै गर्नुपर्छ कुछ हेर न हौ। मेरोमा यस्तो आइडियाहरू स्टार्टअपहरू छ कि त्यो स्लिप त्यो के भन त बाधा अडचन आइरहेको छ, त्यो के भन त गर्नु चाहिँ दिएको छैन, छेकिरहेको छ केही न केहीले क्या, छेकिरहेको छ, त्यो गर्नै दिएको छैन क्या। अहिले भने चाहिँ हामी यहाँ नगरकटा पुग्नु लाग्यौँ। यो हो तपाईँको जलढाका ब्रिज। घर आयो यहाँबाट चाहिँ हामी लेफ्ट जाँदैछौँ किनभने यता एउटा टोल भेट्छ हो, त्यही लागि हामीले एउटा टोल बचाउँदैछौँ। र हामी चाहिँ अहिले कहाँ गएको भने चाहिँ नि हामी चाहिँ अहिले तपाईँको गएको हो हामी यता भुटान गएको भुटान हामी यहाँ साम्चीबाट गएको हो। किन गएको भने चाहिँ अलिक भन्नु मिलेन अहिले हो, हाम्रो एउटा छ सानो काम। हामी जाँदैछौँ यहाँ राइड इन्जोय गर्दै 2 भाइ मात्रै। गाना पनि स्टप भयो, राम्रै गाना यहाँ बच्छ नि हौ। गाना स्टप भयो कि भिडियो सुरु भइहाल्छ, किनभने गाना सुरु भयो कि भिडियो स्टप हुन्छ, किनभने कपिराइट हुन्छ हो। युट्युबमा पनि हाल्नुहुन्छ क्या तपाईँ? युट्युबमा नि हाल्दैछ प्रायः युट्युबमा त हुन्छ, युट्युबमा फेसबुकतिर त हल्का उयो मात्रै के भन्छ सर्ट्सहरू मात्रै, मिनी ब्लग। युट्युबमा चाहिँ पुरै। र यहाँनिर चाहिँ सानो समस्या भयो हो, हामीलाई यो हार्डवेयर दोकानमा सोचेको थियौँ, हेल्प मागेको थियौँ कि कसले हेल्पलेस रहेछ। कस्तो हेल्प मागेको पैसामै हो नि हौ। कस्तो हेल्प मागेको थियौँ भन्दाखेरि चाहिँ नि हाम्रोमा चाहिँ क्यास छैन हो, हामी चाहिँ अनलाइन 2000 गर्ने र हामीलाई 2000 क्यास दिनुहोस् भनेको, त्यहाँबाट भएन घरको। अब यहाँ सोध्दैछु म, हेरौँ अब यहाँनिर हुन्छ कि हुँदैन। 20 रुपियाँ गरिदिनुहोस् न। 2000 यहाँ चाहिँ हुने रहेछ फाइनली, यहाँनिर भयो हो। पैसा चाहिँ पायौँ हामीले हो। र हामी फेरि जाँदैछौँ हाम्रो गन्तव्यपट्टि। र हामी चाहिँ निक्लेको यहाँबाट। कहाँको बस पनि निक्लियो गाइस आफ्नो गन्तव्यपट्टि, सिलगढीपट्टि रहेछ, कालचिनीबाट आयो, पक्कै कालचिनीबाट। अहिले भने चाहिँ गाइस हामी यहाँ नगरकटा क्रस गर्दैछौँ र यो पऱ्यो तपाईँको नगरकटा पुलिस स्टेसन। नगरकटा पेट्रोल पम्प पनि आइपुगिसक्यौँ हामी।
र अहिले भने चाहिँ हामी गाइस यो अघि यो मेन हाइवे स्किप गरेको थियौँ हामीले हो। र अहिले भने चाहिँ हामी हाइवेमा जोडिसकेको छौँ र अब हाइवेमा सरर मोटर गाडीमा जाँदैछु अगाडि। चाहिँ यो मेन हाइवे छोडेर यता लेफ्ट बसिसकेको छौँ गाइस। यता यो चाहिँ हो इन्टरनेसनल हाइवे। यता यो कता भने नि यो अब चमर्चीपट्टि बसिसकेको छौँ हामी चाहिँ। यो चमर्ची जाने बाटो हो गाइस। ए चमर्ची यहाँबाट जान्छ चमर्ची एन्ड देन साम्ची बोर्डर एन्ड देन भुटान है गाइस। यो चाहिँ के हो यो टी गार्डन वर्कर्सहरूको लागि यो घर चाहिँ कि हो कि तर यो चाहिँ के हो मतलब टी वर्कर्सहरूको लागि मात्रै हो कि त्यो 5 डेसमा गरेर सबै यो भिलेज बस्तीहरूको लागि पनि हो कि हामी चाहिँ गएको छ गाइस। चमर्ची पुग्न आँट्यो अब भने चाहिँ त्यही भयो यहाँनिर भाइले स्विच गरौँ भन्दै थियो स्टेरिङ राइसिङ चलाउन भनेको कति चलाउनु होइन। मौसम दामी छ आज सन्नी डे छ। सन्नी डे बादलहरू एकदम मुस्कुरा आएको छ आज। चमर्ची पुग्न लाग्यौँ अब भने चाहिँ हामी यहाँनिर लेफ्ट ल। र अहिले भने चाहिँ हामी यहाँ चमर्ची इन्टर गरिसकेको छौँ गाइस। र यहाँनिर हामीले मेन हाइवे पक्रिसकेको छौँ र हामी दुईजना फेरि पनि यहाँनिर तपाईँहरूलाई देखाउँदैछौँ। अब चाहिँ सिधै माथि साम्ची गेटमा भेट्यौँ है गाइस ल। हामी चाहिँ अहिले भने लगभग पुग्न लाग्यौँ यहाँ भुटान बोर्डर साम्ची बोर्डर सिट बेल्ट 3 घन्टा भिडियो 6 मिनट हाल्छु। र अहिले भने चाहिँ हामी यहाँ बोर्डर आइपुगिसकेको छौँ हो। र यहाँनिर चाहिँ यहाँ यस प्रकार हुन्छ हो। यहाँनिर चाहिँ एकदम पुरा फालिन लाइनमा बस्नुपर्छ हो। किनभने चाहिँ अब यहाँनिर चाहिँ गाडी लाइनमा राखेर चाहिँ पुरै एन्ट्री गर्नुपर्ने हुन्छ हो। हेर्नुहोस् हेर्दै गर्नुहोस्। यता चाहिँ टाइम लाग्ने रहेछ गाइस। लाइन यो खालको छ। लाइन पनि बिस्तारै सर्दैछ ढिलो। कहाँबाट र कति यहाँ पाउने कति हो यो 11:15 भइसक्यो गाइस। अहिले पनि लाइनमै छौँ हो। चाहिँ हरेस हुँदो रहेछ गाइस यो भुटान बोर्डर छिर्नु चाहिँ। हामी चाहिँ गाइस यहाँनिर अहिले भने चाहिँ गाडीभित्रै छौँ। गरम छ पुरा एसी खोलेर बसिरहेको छौँ। हामी चाहिँ यहाँनिर फाइनली एन्ट्री भइसकेको छौँ भुटानपट्टि गाइस। छिर्नु त छिर्यौँ गाइस। यहाँनिर हाम्रो रियल म्याड्रिडको फ्याक्ट चाहिँ खोल्नु लगायो यहाँनिर भुटान एन्ट्री गर्दाखेरि हो। र अहिले भने चाहिँ हामी सिधै जाँदैछौँ यता भुटान तर्फपट्टि। यहाँनिर भुटान छिर्दा चाहिँ कस्तो प्रोसेस रहेछ भने चाहिँ नि गाइस फर्स्ट आयो गाडीमा आयो गेट अगाडि रोक्यो टक्क गयो गाडीको एन्ट्री हुन्छ त्यहाँनिर हो। गाडीको एन्ट्री हुन्छ त्यहाँनिर रेजिस्टरमा उनीहरूले टक 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 एन्ट्री गर्छ। यहाँनिर छ जस्तो लाग्छ त पेट्रोल पम्प त पुरा लाइन छैन अलिक अगाडि हो। त्यहाँपछि अन्त उनीहरूले भन्छ नम्बर हिँड न पेट्रोल त दिन्छ होला त। यति नम्बरमा तिम्रो गाडी यति नम्बरमा एन्ट्री भयो भने जस्तो कि अब हिँड न कता जानु ऊ होइन सिरियली हुन्छ हो। 1 नम्बर 2 नम्बर 3 नम्बर यसो क्विनमा हुन्छ। र हाम्रो चाहिँ परेछ तपाईँको 106 नम्बरमा परेछ आज हो। 106 नम्बर टर्नमा परेछ। र यता आएर भित्र फेरि अझै एउटा एन्ट्री गर्नुपर्ने हुन्छ। त्यहाँनिर चाहिँ आधार कार्ड र भोटर कार्ड जम्मा गर्नुपर्ने हुन्छ। र त्यहाँनिर पनि त्यस्तै क्विनमै हुन्छ हो। त्यहाँनिर पनि हाम्रो 65मा छ। हामी चाहिँ 65मा छ। र अहिले चाहिँ हामी सिधै जाँदैछौँ भुटानतिर।
घरहरू गाइस हेर्नुहोस् है, भुटानको घरहरू चाहिँ यस्तो हुन्छ है। वेलकम टु भुटान। हिँड माथिबाट होइन, जोङपट्टि हिँड, जोङपट्टि वेलकम टु भुटान गाइस। हात्ती हाल्नु पर्छ, हात्ती हाल्नु पर्छ। र यहाँनिर भुटानको नेसनल ड्रेसमा यहीँ बक्कुमा अलिक फेसन टाइपले आएको रहेछ। भुटानको बिल्डिङहरू यही टर्निङमा छ ल। अब हामी चाहिँ यहाँ पेट्रोल पम्प आइपुगिसकेको छौँ। पेट्रोल पम्प हो यहाँनिर चाहिँ हामी उही सिधा हाल्नु न, हामी चाहिँ यहाँनिर पेट्रोल हाल्छौँ गाइस। अब र गाइस यहाँनिर पेट्रोल डिजल मात्रै रहेछ त्यो पेट्रोल पम्पमा जो, र नभएर चाहिँ हामी चाहिँ यहाँ फेरि अर्को पेट्रोल पम्पमा जाँदैछु। हेरौँ अब यहाँनिर कहिलेको केस होला जस्तो भयो त। फर्स्ट जाँदा त्यहाँ दिएन पैसा, सेकेन्ड टाइम जान्थ्यो। अब यहाँ चाहिँ पाउँछ गाइस, पाएन जल्दी हुन्छ हामीलाई। ए तेल पनि छैन, झिमिक 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 गर्दै गाइस। गाइस यो पेट्रोल पम्पमा नि पेट्रोल छैन। अब हामी भुटान कसरी घुम्ने त भाइ? भुटान कसरी घुम्ने? अब पेट्रोल छैन। अब अर्को पेट्रोल पम्प जाउँ। हिँड त आयो 1250 ठुक चाहिँ मलाई लाग्दो रहेछ। यता यता के ब्ल्याक टप काटेर यता भन्नु नि त हौ। र हामी चाहिँ पेट्रोल पम्प जाँदैछौँ गाइस। पेट्रोल पम्प चाहिँ यस्तो जग्गामा रहेछ हो। हेर्नुहोस् यो चाहिँ भुटान। भुटानको बाटो चाहिँ यस्तो रहेछ है गाइस। अन्त केही नदेख्दो रहेछ। अन्त उता गएको जस्तो रहेछ, ले गएको फिल हुँदैछ है। हामी त भुटान त होइन, ले लद्दाख पो पुगे जस्तो छ है हामी त। भुटानमा चाहिँ यसरी इन्डिया गाडी चाहिँ लाइन लागेर चाहिँ आउँदो रहेछ है पेट्रोल हाल्नु। सबै इन्डिया गाडी हो यो, सबै डब्लुबी गाडीहरू मात्रै छ गाइस। सब पेट्रोलको लागि आएको हो। ऊ त्यहाँ रहेछ पेट्रोल पम्प, एचपीको रहेछ। अहिले भने चाहिँ हामी प्रपर भुटान इन्ट्री गरिसकेको छौँ। दाजु र म, गाई छ। दाजुले फेरि भिडियोमा हेरेपछि अरूतिर हेर्नै बिर्सिहाल्छ। यो चाहिँ कुन चाहिँ? यो चाहिँ अस्ति पानीले होला है, यस्तो बिगारेको रहेछ। यस्तो पहाडहरू यस्तो यस्तो रहेछ। आमामा पेट्रोल पम्पमा लाइन चाहिँ दह्रो रहेछ है गाइस। गाइस कस्तो दिनमा हिँड्यौँ हामी त आज। यहाँ पनि पेट्रोल छैन जस्तो छ, पुरा भिड छ है डब्लुबी गाडीहरू। भुटानमा बेसी डब्लुबी मात्रै छ, यहाँ पनि छैन जस्तो छ। भुटानमा त तेल हाल्नु त हो गाइस, यो खालको लाइन लाग्नु पर्ने रहेछ। यो खालको लाइन छ, कहिले हालिसक्नु अन्त तेल त। घुम्न आएको त आज त अन्त पपट भयो पपट। आजको दिन चाहिँ गाइस अब पेट्रोल पम्पमै बित्ला जस्तो छ। अब पेट्रोल पम्पमै गाडी पनि बनाउनु भ्याउँछ कि भ्याउँदैन। अब यो खालको लाइन छ। फाइनली गाइस कति बज्यो? 12 बज्यो। झन्डै 1 घन्टै लाग्यो गाइस हामीलाई चाहिँ यहाँनिर फ्युल अप गर्न। हामीलाई चाहिँ छिटो भयो। हामी चाहिँ अलिकति भन्दा चाहिँ छिटो दलाली गऱ्यो हामीले। दलाली गरिदियो हामीले चाहिँ क्या। घुम्न आएको भनेर चाहिँ अगाडि पसेर चाहिँ तेल हालेर निक्लेको गाइस हामी चाहिँ। अब चाहिँ गइन्छ मजाले भुटान। र गाइस के भन्नु अब म तपाईँहरूलाई, भुटान टुर चाहिँ अनसक्सेसफुल क्यान्सल भयो गाइस भुटान टुर चाहिँ। किनभने यहाँनिर हाम्रो ब्रेकडाउन भयो आधी बाटोमै जाँदा जाँदा। यहाँनिर हाम्रो यहाँ हामीले यहाँ आम फेर्ने भयो हो, आम फेर्ने बेला भयो र यहाँनिर अलरेडी एकपट्टि फेरिसकेको छ र अर्कोपट्टिको चाहिँ बुस फेर्दैछ हो। अन्त यहाँ सँगसँगै हामीले इन्जिन ओइल पनि चेन्ज गरिहाल्यौँ हो।
सो भुटान टुर चाहिँ क्यान्सल भएर अहिले भने चाहिँ हामी चाहिँ यहाँ ग्यारेजमा छौँ है गाइस, चाल्सा ग्यारेजमा छौँ। खाना नि खाएको छैनौँ, बिहान खाजा खाएर निक्लेको, ब्रेकफास्ट गऱ्यो अरे, ब्रेकफास्ट गऱ्यो अरे, भन ब्रेकफास्ट चाहिँ हेभी डाइट, राइस एन्ड चाना र आलु खाएर निक्लेको। सब्जी चाहिँ तिमीले के खानु? माछा झोल खाएर निक्लेको रहेछ भाइ चाहिँ। र अहिले भने यहाँनिर 2:30 भइसकिसक्यो र भोक पनि लाग्नु थालिसक्यो हो। अब यहाँ पनि सक्ने आँट्यो लगभग। इन्जिन ओइल डाउन भइसकेको छ यहाँनिर हो। अन्त अब इन्जिन ओइल एड गर्नु छ, अन्त यता फिटिङ गर्दैछ। र अन्त हामी चाहिँ सिधै अब लन्च गर्नु जाने हो यहाँ सकेर चाहिँ। सो सिउ यहाँ देखाइदिनु मिटिङ हुँदैछ यहाँ, मिटिङ। अब सन्तान बढ्ने भयो यहाँनिर चाहिँ यस्तो भएको रहेछ गाइस। हेर्नुहोस्, यो चाहिँ पुरानो ओइल फिल्टर, यो चाहिँ नयाँ हो। अब यो चेन्ज हुन आँटेको। हेर्नुहोस् यस्तो भएको रहेछ हालत चाहिँ, हेरिहाल्नुहोस् नयाँ र पुरानोको डिफ्रेन्स। अहिले भने चाहिँ लगभग भइसक्यो हो, यहाँनिर सब फिटिङ गर्दैछ हो। हामीले चेन्ज चाहिँ के गऱ्यौँ भन्दाखेरि चाहिँ हामीले इन्जिन ओइल चेन्ज गऱ्यौँ मेनली, त्यहाँपछि एयर फिल्टर, त्यहाँपछि आयो मोबिल फिल्टर हो। त्यहाँपछि अन्त हामीले यहाँको यो लोअर आर्म चेन्ज गऱ्यौँ एउटा, त्यति नै हो। अब हेरौँ गाइस कति के खर्च आयो, हेरौँ है त है। अहिले म देखाउने छु तपाईँलाई। गाइस अहिले भने चाहिँ हामी यहाँ लन्च गर्न आएको छौँ यहाँनिर हो, यहाँ थानुसी होटेलमा। यहाँनिर नयाँ हाम्रो वेदान्त भाइसँग भेट भइसकेको छ हो। त्यो चाहिँ सिलगढीबाट आउँदै गरेको खोलेर यहाँ चार्जमा भेट भएर अब हामीसँग जाने पनि हो। हामीसँग ट्रेन गरिसकेको छ होइन। अब हामी चाहिँ लन्च खानु आँटेको गाइस। हाम्रो चाहिँ यहाँ लन्च आइसकेको छ हो। लन्चमा चाहिँ लन्च भन्दा नि हाम्रो चाहिँ थुक्पा छ, किनभने म चाहिँ अब भोक कति बज्यो भन्नु त यहाँनिर है, 4 बजिसक्यो कि। यसरी टाइममा लन्च भएन भने चाहिँ म चाहिँ थुक्पा खाने गर्छु, किनभने अब भोक चढिसकेको हुन्छ, भात खाएन, खाना राम्ररी रुच्दैन हो। थुक्पा हुन्छ, सुपले भए नि रुचाउँछ नि त गाइस हो। त्यही भएर म चाहिँ भोक चढ्यो, टाइम मिलेन भने चाहिँ थुक्पा खान्छु। ल हामी चाहिँ थुक्पा खान्छु, थुक्पा खाएर भेटौँ अब गाइस। अहिले भने चाहिँ हामी यहाँ लन्च गर्छ, लन्च थुक्पा खाइसकेर हामी चाहिँ यहाँबाट अब निक्लिँदैछौँ टक्क चट्ट पारामा हो। भोलि भुटान जाने तेल हेर न, भोलि भुटान जाने तेल हेर न। गाइस अहिले चाहिँ यहाँ चाल्साबाट निक्लिँदैछौँ यहाँनिर क्रसिङ। सक मार्केटपट्टि जाँदैछ गाइस। कसै बजार गर्नु, कसै फुटबल हेर्नु। औँसी लागे जस्तो छ गाइस, दिवाली लागे जस्तो छ, दिवालीले छुको जस्तो छ, भिडाभिड छ मार्केटहरू पनि गाइस। दिवाली लागेछ, दिवालीको मार्केट भिडभाड देखिँदैछ यहाँनिर। यो चाहिँ हो मेटेली मार्केट गाइस। आजको दिन चाहिँ यहाँ कुच्चो, झाडु र यस्तो तामाको के जति किन्नु भन्छ। धनतेरसको दिन किन होला हौ यस्तो चाहिँ, आजको दिन चाहिँ किन यसरी किन्नुपर्ने हो, के हो कसो हो थाहा छ भने यसो कमेन्ट गर्नुहोस् है। मलाई त थाहा छैन र सोध्दैछु तपाईँहरूलाई। गाइस यहाँनिर चाहिँ उपासनाले यो हिउँ ज्यान्तो थाल किन्दैछ हो। अन्त हामी चाहिँ यहाँ बसिरहेको छु, नानीले चाहिँ सामान गएको छ, अन्त हामी यहाँ बसिरहेको छु गाइस। हामी चाहिँ जाडोहरू किनिसक्यो हो, तामाको सामान किनिसक्यो। अब यहाँनिर हिउँ ज्यान्तो थाल किन्दैछ उपासनाले चाहिँ। आयो यहाँ बसिरहेको छ, के गर्दै बसिरहेको छ, के बोक्दै टाटा नमक 10 रुपियाँ सस्तो रहेछ त नि। दिवालीको लागि चाहिँ यहाँ मेटलीतिर पुरै सजाइसकेको छ है। दिवालीको लागि चाहिँ यहाँ हेर्नुहोस् है, पुरै झिलिमिली। पूजाको भाइ भन्छ, फेरि कालो लुगा लाउने भन्छ।
यो बहिनीलाई चढाउनु पर्छ यो बहिनीलाई चढाउ त यो बहिनीलाई लानुपर्छ हेलो सर यहाँ ललिपप खाने भनेर यहाँनिर ल आन्सर ललिपप इन्जोय गर्दैछ सँगसँगै हामी पनि यहाँनिर खै मेरो के भन्छ अरे भाइ ल अहिले भने चाहिँ हामी घर आइसकेको छौँ म डिनर पनि गरिसकेर अब हामी चाहिँ यहाँनिर नि सुत्न लागेको ओछ्यान रेडी छ आएन उताबाट ठुला आमासँग टिभी हेर्दैछ हो बुढी चाहिँ राति सुत्ने बेला नि मेरो बुढी चाहिँ यसरी मिठा बढ्छ हो गाइस के दलिसक्यो लास्ट एउटा क्रिम दल्नु छ अन्त सो गुड नाइट